सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ डे 9 मा चाहिँ म र साथ भएर स्कुलतिर जाँदैछु, किनभने मेरो स्कुलमा चाहिँ आज वृक्षरोपण फुलहरू रोप्ने कार्यक्रम छ। त्यसैले हामी चाहिँ घर फुल लिने भनेर आएका थियौँ। हामी चाहिँ चौरा पुगिसक्यौँ। चौरा पुगिसकेपछि चौरातिरको भ्यू चाहिँ स्कुल नजिक पुगिसकेँ। स्कुल चाहिँ यही हो, स्कुलको मेन गेट। म स्कुलभित्र प्रवेश गरिसकेपछि पहिले आफ्नो बसेको क्लासतिर गएँ, कक्षा 9। साथी नि गएको थियो, त्योसँग बसेर गफ गर्दै थियो। अनि क्यामेरा नि छ हाम्रो क्लासमा, प्रोजेक्टर, न्यू प्रोजेक्टर सबै व्यवस्था छ। तर हामी भने त्यो व्यवस्थित सामानको युज आएन आज भने, किनभने हाम्रो स्कुलमा वृक्षरोपण छ। अनि फेरि त्यो साथी छोडेर म अरू साथीसँग अर्को ठाउँ गएँ। हामी चाहिँ घुम्न, स्कुलको भ्यू देखाउन हजुरहरूलाई भनेर कहिले पछाडि कहिले अगाडि गर्न थाल्यो। अनि यहाँ चाहिँ माटो लिन लाग्थ्यो। हामी चाहिँ मेन गेटबाट भएर लास्ट कुनासम्म जान्छौँ। अनि म चाहिँ पछाडिबाट बोलाउँदै थिएँ भाइलाई। अनि हामी चाहिँ केटाहरू चाहिँ आफ्नो काममा लागिरहेको थिएँ। म चाहिँ आफू भिडियो बनाउनु भनेर हिँडिरहेको थिएँ। म चाहिँ यो साथीलाई बोलाउन लाग्थेँ। अनि म चाहिँ मञ्चमा गएँ। मञ्चदेखि भ्यू मेरो स्कुलमा चाहिँ म मञ्चमा थिएँ। अनि यता पनि फुल लगाउँदै थिएँ। म चाहिँ गएँ अब स्कुलमा हुनुहुने सदस्य अध्यक्षहरूको सिग्नेचर लिन र उहाँको उपस्थिति देखाउन 2 जना ठाउँ गएँ। मैले चाहिँ देखाइसकेँ। ल मेरो भ्लग चाहिँ यति। ल।